हाई एभ्रिवान वेलकम टु माई युट्युब भ्लग है आफ्टर लङ टाइम पनि कति लङ टाइम धेरै लङ टाइम भइसक्यो अनि म चाहिँ अब भिडियो बनाउँदैछु। सबैजनाले भिडियो किन नहाल्नु भएको भन्नुहुँदै थियो। म चाहिँ अब बच्चा भइसक्यो चाहिँ हो बिजी हुन्छु होइन। अनि फेरि मेरो अफिस स्टार्ट भइसक्यो, त्यही भएर अब यो भिडियो पनि कहिले हाल्छु थाहा छैन है। अनि आज म चाहिँ भिडियो किन बनाउँदैछु भन्दा मेरो सपिङ छ क्या, एक महिना जति भइसक्यो सपिङ गरेको। अनि एक ठाउँ थुप्रिरहेको थियो अनि मैले त्यसलाई पुरा ओपन गर्ने छु। अनि मैले थुप्रै अनलाइनहरूबाट पनि सामान लिएको छु। मेरो भोइस सुन्ने छैनलाई सामान ओपन गर्छु ल। सुरुमा चाहिँ दिलले किनेर पठाएको बेबीको कपडा यो पायो। सबै जाडोको कपडाहरू चाहिँ मेरो छोरी साइडमा कराइरहेको भयो। मलाई यो कलर चाहिँ मन परेन है, किन्नेलाई कहाँसम्म छ होइन। अनि यो भयो, अनि यो अघिको ग्रीन कलरको यो भयो। अनि छोरीकै मात्र कपडा छ क्या, मेरो त एउटै छैन हौ। यो भयो, आमा कति धेरै हौ। अनि यो पनि भयो। अब चाहिँ म अनलाइन सामान मेरो सामानहरू खोल्छु ल। यो अनलाइन भयो, यो चाहिँ खै मैले कुनबाट पो अर्डर गरेको थिएँ, टिकटकबाट गरेको थिएँ खै कुन। यसमा चाहिँ मेरो नाइट ड्रेस छ ल। यो चाहिँ फिडिङ गर्न मिल्ने खालको नाइट ड्रेस। कति 12 बजेतिर होला पेमेन्ट गरेको थिएँ मैले सायद यो ड्रेसको। कस्तो राम्रो छ तर साइज चाहिँ ओ माई गड मलाई ठुलो हुन्छ होला पक्कै। मैले सोधेको थिएँ हुन्छ होला भन्नुभएको थियो, तर अति नै ठुलो हुन्छ होला यो चाहिँ। प्रेग्नेन्सीलाई पनि हुने अनि पोस्ट मदरलाई पनि हुने। आमामा कत्रो साइज हो, म त कसम यत्रो छैन हो। कुन अनलाइन हो बिनिसा लेखाएको छ फ्रम बिर्सेँ अनलाइनको नाम बिर्सेँ, कतिवटा अनलाइनबाट किनेर हुन्छु। अनि यो पनि एउटा फिडिङ ग्राउन्ड छ मेरो, राति सुत्दा लगाउने फिडिङ ग्राउन्ड त छ तर कत्रो साइज। आमा यो पनि फिडिङ ग्राउन्ड भयो, यो पनि अनलाइनै लिएको। अनि के यो मैले पर्स लेखेको क्या, अस्ति मेरो हस्पिटलमा बस्दा पर्सै बिगारिदिनु भएछ। यो अनलाइन चाहिँ बिर्सिन्छ है, म अनलाइनको नामहरू कति धेरै लिइरहेको छु। हजुर मेरो बेबी एकछिन हिटर राप्दै खेल्छ है। मैले खासमा गुची प्रिन्टको मगाएको थिएँ, ब्ल्याक कलरको हाल्दैछ हौ। अनि अब यो दराजको सामान यो मैले 11 अफरमा लिएको है, अस्तिको पाउन चाहिँ ढिलो पायो। ओ माई गड भिडियो त लामो होला जस्तो छ। यो के रहेछ भन्दा यो चाहिँ मेरो कोकोनट ओइल है, कोकोनट ओइल स्मल साइजको लिएको, फर्स्ट ट्राई मात्र गरौँ भनेर। राम्रो भयो भने पछि पनि लिन्छु भनेर। कस्तो राम्रो प्याकिङ हो। दराजमा सामान लिनु चाहिँ मजै हो कि, अनि डेलिभरी चार्ज पनि ठिकै हो। अनि एउटा सामान आउँछ, यो जमिसकेछ है कोकोनट ओइल। मेरो बच्चाको नहान ढुस यो पनि दराजकै है। ढुस नहान न नानी, त्यो खेल।
ए यो चाहिँ मैले वेस्ट 111 को अफर थियो अनि यो जुबाराको बेबी कटन टिस्यु एक प्याकेट अनि यो अर्को अनलाइन सामान यो के हो लिटिल जेल स्टोर यो चाहिँ मैले अघि नै गाउँ चाहिँ अघि नै मैले खोलेर हेरेँ कस्तो रहेछ साइज हुँदैन लास्टै ठुलो यो फिडिङ ब्रा भन्छ अनि यसरी यो अर्को टाइपको चाहिँ भनेको थिएँ अनि उसकोमा रहेछ अनि यसरी खोल्ने हो क्या यसरी खोल्ने क्लिप हुन्छ यसमा अनि यो छ्या अनलाइनको नामै थाहा हुँदैन हौ हजुर मलाई यो एउटा छ यो चाहिँ मैले रिल्स हेर्दा 100 चोटि रिल्स हेरेँ होला अनि मात्र लिएको क्या यो सनबक क्रिम अहिलेको फेमस युज गर्छु अनि मात्रै भन्छु यसको बारेमा चाहिँ 1 महिनाको स्यालेरीको सपिङ अनि यो चाहिँ मेरो ड्रेस यो चाहिँ दिदीले किनेर पठाइदिएको भन्ने अरे क्या अनि अनलाइन अर्को पनि डरा थियो अब बुई त्यसरी रुने होइन त आमा नानीको ग्लासहरू नानीको ग्लास भयो फेरि यो चाटा के हो हजुर हल्ला गर्दैछ मेरो छोरी हिटर छेउमा बसेर हिस्किआइहाल्यो तिमीलाई चिसोले ए यो चाहिँ सक्स विन्टरको लागि कलिको ग्लास कति जोर अब यसको 1 2 जोर 3 जोर 4 जोर 5 जोर यसको त खोइ त नि ए हेर्दैछ 5 जोर सक्स 2000 सक्स अनि यो के रहेछ बच्चाको लागि मात्र छ हो मेरो लागि त केही छैन केही छैन केही विन्टरको टोपी यो पनि कति हो 250 कि 290 मा सेल लागिरहेको के हो फेरि यो पनि दराजकै है दराजले त मलाई सक्नु सकेको छ नि ए यो पनि टोपी हो यो पनि टोपी हो यस्तो गरे अनि यस्तो लगाए छ येलो कलर टोपी हुनु भने यार दराजको यता मात्र सामान हो दराजको यो पनि छ Yes, please. Yes, please. यो चाहिँ बेबी क्यारी ब्याग 6 in 1 भनेर किनेको मामा ब्लू कलरमा फुडिङ बोतल राख्न मिल्ने टिस्यु पेपर वेप्स राख्न मिल्ने अब अझै मैले एउटा टोपी लिएको जस्तो रहेछ छैन त यो सक्सी ठुलो मामुले पठाइदिनु भएको पुक्कुलाई अनि यो वेप्स पनि ठुलो मामुले अनि यो टिस्यु पेपर पनि ठुलो मामुले अनि यो डाइपर पनि ठुलो मामुले यो डाइपर चाहिँ खासमा इमर्जेन्सी किनेको क्या मैले औरीको चलाउँछु म अनि
अरे यार एउटा टोपी थियो जस्तो लाग्छ। अनि यो ल्याक्टोजिन पनि ठुलो मामुले पठाइदिनु भएको। यो के हो लास्टमा सामान खोल्दा खोल्दा सिजर नै हरायो। तिमी रुको चाहिँ होइन है, रुको चाहिँ होइन नि छोरी। यो नेजल टिप भन्छ यो यस्तो हेरेको नाकको फोहोरहरू निकाल्ने चाहिँ नेजल टिप बेबीको लागि। टिकटक बनाउनु के अरे सामान खोल्न पनि दिँदैन हौ, सामान खोल्न पनि दिँदैन। अब मलाई ल्याक्टोजिन दिनु पर्यो। ल्याक्टोजिन पहिला 90 ml खुइ खान्थ्यो, अहिले 60 ml पनि मरी खुवाउनु पर्छ। ल सुरु सामान खोल्ने चाहिँ यहाँ के भन्छ यो अन्तरी नानाले खोल्दैछ। सामान खोल्नु है गाइजर घरको पैसाले हुन्छ यसले त हुँदैन क्या। काट्ने छोड्ने के हो यो पनि दहरा लडा हो। यो त वाइस रहेछ। अब नानी साह्रै त बजिहाल्छ। मुङको दाल अलिकति नखाने डाइपर मेरो बेबीको। अब यो अप टु 5 रे जानेको छु है। भर्खर सुतेर उठेको अनुहार चाहिँ यस्तो भइरहेछ। बिहान दिनभरिको ड्युटी थियो। यो वास भन्दा पनि यो टिस्यु पेपर। यो मसरुम सुप भइहाल्यो। आलमोन्ड यो नानीको फिडिङ बोतल। अनि यो कम्फर्ट भयो, सरफ भयो, कम्फर्ट चाहिँ छ नि त फेरि यो कम्फर्ट भयो। कम्फर्ट सबै नानीको लागि हो। आमै चक्कु बिहा पनि रहेछ भयो। प्याड हो, प्याड भयो। अनि यो के हो, यो चाहिँ एमाजोनबाट है खोलिदिइहाल्नु। मिठाउ काटिरहेछ। लुगा मात्रै आउँछ, मेरो लुगा आउँदैन। त्यसमा चाहिँ तपाईँको आयो त हातै बोल्छको माम कुपी नाच्न पनि उठ्छ। हिँड्ने बेला आएको फेरि यो एमाजोनबाट। यो के हो फेरि अघि कैँची खोल्यो। कैँची बिना त कुछ भी नहीं होगा भाइ। यस्तो हल्ला गर्दा पनि उठ्दैन नानी। यो त के हो नि? ए यो न्यापकिन पर्छ। वाउ बोल्नुको लुगा होइन न्यापकिन हो यो। न्यापकिन ए
कलर चाहिँ के हो यस्तो नि सक्यो त खै अब कस ए कति राम्रो नि बेबी जस्तो त्यो चाहिँ के हो नि फेरि ए न ल कफी बनाउने यो कफी मेसिन 11 मा किनेको कति पर्छ नि यसले किन्दा के रहेछ हौ त्यो चाहिँ के हो नि ए थाहा यो खेलाउँछ थाहा पाउनु भएछ नि त अब ठुलो भएको छ नानीको खेलाउनु भन्नुहुन्छ पछि पो पठाइदिएको भए त राम्रो हुन्थ्यो कति राम्रो हुन्छ तर यो पैसाको नास हो त्यत्तिकै पठाइदिनु भयो वा धेरै बनाउनु टाइम लाग्ने रहेछ वाउ भ्याउदिन यो फोटो हेरेर गर्नुपर्छ ड्युटी जान्छ नानी खाल्नु न त्यो त्यो त त्यही लगाइदिनु त्यस्तोमै पछि यहाँ मेरो छोरीलाई खेल्ने ठाउँ बनाइदिँदैछौँ यो चाहिँ दराज 11बाट दिएको कस्तो हुन्छ हेर्नु है गाइजहरू हामी यहाँ जोड्दैछौँ थ्याङ्क यू सो मच बुढो दिदी